बेलुकाको 6 बजिसकेको छ। आज कार्तिक 2 गते हाम्रो भेडाहरू सातोबाट पोखरीमा यसरी छ। यो जुमिसकेको छ। हाम्रो साथीहरूले भेडा कुन कुन आयो कुन कुन आएन भनेर हेर्दै हुनुहुन्छ। निकै नै साँझ परिसकेको छ। यतिखेर बिहानको 6 बज्न लागेको छ। अब चाहिँ हामी यो भेडाको उन काट्नलाई तयारी हुँदैछ। भेडाहरू यहाँ यसरी बसिरहेको छ। यो सातो बाटो पोखरी भन्ने ठाउँ यो पर सिलिचु लाउरे डाँडा र सिलिचुदेखि पछाडिपट्टिको हिमालयन रेन्जहरू हाम्रो यो भेडा मुडेको नि अझ 4-5 दिन भयो होला। 5 दिन है, 5औं दिन आज हाम्रो यसरी भेडा मुडिँदैछ। हाम्रो मेसकान छ, कल्याण नाति, पृथ्वीराज दाइ, यता भैराज, यहाँ उन यसरी टर्नेलमा ल कान्छाले त सक्नु भएछ। एउटा बडो भन्नुपर्छ अरे होइन। गुरुङहरूको भाषामा हो त्यो फुपा। हो, राईको भाषामा चाहिँ होइन। भाषामा सक्यो सक्यो भने चाहिँ सबै सकिजान्छ र बगलमा आसिन्छ भन्छन्। सक्यो भन्ने शब्द भेडाको उन मुडिसकेर यति नै। अब भोलि पर्सि 2-3 दिन लाग्छ होला भन्ने छ। अब 10 बजिसक्यो, त्यसैले भेडालाई चरन लाउँदैछौँ। यो भेडाहरू अब चर्नलाई जाँदैछ। चल 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 यो पनि जाने छ।